नमस्ते, म डाक्टर सञ्जय कुमार तिवारी। सबभन्दा कमन प्रश्न, सबभन्दा धेरै जिज्ञासा आउने प्रश्न पनि, आरसिटी गरेपछि क्राउन किन लाउनुपर्छ भन्दाखेरि यसको मुख्य रूपमा बुझ्दाखेरि पहिला आरसिटी नै किन गर्नु पर्यो भनेर बुझ्नुपर्ने छ। किराले खाएको छ, नसामा पुगिसकेको छ, इन्फेक्सन छ भने हामीले किराले खाएको बाहेक पनि पार्टलाई चाहिँ ड्यामेज गर्नुपर्ने हुन्छ नसासम्म जानलाई आरसिटी गर्दाखेरि। यस्तो बेलामा दाँतको धेरै पार्ट किराले खाएको प्लस हामीले पनि हटाउनु पर्ने भएकोले गर्दाखेरि धेरै पार्ट ड्यामेज भएर जान्छ, दाँत कमजोर भएको हुन्छ र यसमाथि चाहिँ पहिला जस्तै खानेकुराको लोड परिरह्यो भने दाँत फुट्ने चान्सेस एकदम हाई हुन्छ। त्यसैले दाँतलाई जोगाउनको लागि भए पनि हामीले क्याप लगाउनु पर्छ। पहिलो कुरो भयो। क्याप लगाएर मात्रै पुग्छ त भन्ने पनि कुरा हुन्छ। क्याप भनेको कुनै आर्टिफिसियल स्ट्रक्चर हो, तर त्यसको तलतिर भएको पार्ट, त्यसको वरिपरि गिजाको वरिपरि भएको पार्टहरू नेचुरल नै हुन्छ। यो भागहरू सफा भएन भने चाहिँ फेरि त्यहाँबाट किरा लाग्न सुरु गर्छ र आरसिटी गरेको दाँत ड्यामेज भन्ने चान्सेस एकदमै हाई हुन्छ र यस्तो केसेसहरू धेरै आउँछ पनि। त्यसैले जुन पहिला हामीले किरा लाग्नु अगाडि नर्मल ब्रसले मात्रै त्यो पार्टलाई सफा गर्थ्यो भने अब चाहिँ एड गर्नुपर्ने हुन्छ। सानो इन्टरडेन्टल ब्रस लिएर पनि त्यो पार्टलाई सफा गर्ने, कुल्ला गर्ने, राम्ररी वाटर फ्लसरहरू युज गरेर त्यो पार्टलाई सफा गर्नुपर्ने हुन्छ। त्यसैले आरसिटी गरेपछि क्राउन किन लाउनु पर्यो र त्यसको चाहिँ सुरक्षा कसरी गर्ने भन्ने कुरा हामीले यसै भिडियोमा भेट्यौँ।